हामी चाहिँ आज जुस बनाउन जाँदैछौँ। सानो के को जुस भन्नु त? अनि एप्पलको जुस, ओरेन्जको जुस बनाउन जाँदैछु। हजुरहरू चाहिँ हेर्न सक्नुहुन्छ। पहिला चाहिँ हामी एप्पल काटेर अनि यहाँनिर हाल्नेछौँ। पहिला चाहिँ हामी एप्पलको बनाउनेछौँ। यसरी थिचेर ननर बेबी यसरी थिचेर बनाउनेछौँ। यो चाहिँ एप्पल जुस र ओरेन्ज चाहिँ मिक्स गर्नेछौँ है। ओके बाई नभन्नु न अहिले। ल बोल्नु न। हामी चाहिँ यसरी थिचेर यहाँनिर चाहिँ हामी नडर बेबी काट्छ। हामी चाहिँ यसरी जुस बनाउँदैछौँ। Baby हेर्नु अब। Wow! This is the apple juice. हेर्नु सक्नुहुन्छ? यो चाहिँ एउटा एप्पलको स्याउको आधी भाग काटेर अनि यहाँनिर मैले जुस निकालिसकेको छु। यहाँनिर यसरी हेर्नुहोस्। हामी छौँ। हामी यसको गेडाहरू निकालेर राख्नेछौँ। यसरी फेरि पनि हामी एप्पलमा मिक्स गर्नेछौँ है सानो। हामी एप्पलमा मिक्स गर्नेछौँ है। This is the orange juice. No baby, no. हात काट्छ कि हात काट्छ? सानो बोल्नु न। हाई गाइस। के बनाउँदैछौ? के को जुस? एप्पलको जुस। अनि ओरेन्जको जुस बनाउँदैछु। मम्मी र म मिलेर। हेर्नुहोस् है कति निस्किँदो रहेछ। हेर्नुहोस् है। This is the orange juice. अब फेरि पनि जुस आउँदैछ। कप हुन लागिसक्यो। किन बस्नु न देखाउनु पर्यो। गर्नु ल गर्नु। मेरो सानो पनि गर्ने रे। गरौँ त। अब यो जुसलाई चाहिँ मेरो छोरोले पिउँदैछ। कस्तो हुँदो रहेछ यो जुस चाहिँ मेरो छोरोले रियाक्सन गरेर देखाउनेछ। ल ल ल। यम्मी। हो गेडी छ। यम्मी भयो।
सबैजनालाई धन्यवाद हाम्रो यो भ्लगलाई हेरिदिनु भएकोमा बाई